रेस्टुरेन्टको माथि घुम्नु जानु सबैजना छौँ हामी जान लागेको कता हो लाग्यो कफनतिर लाग्यौँ त्यो रमाइलोको लागि जाँदैछौँ तिहार विशेष झिलिमिलीको लागि छौँ यता हेर्दा उता जाला उता गाह्रो छ त आयुष भाइ अगाडि जाने अरू केटाहरू पनि छन् उता के अरे गोलकृष्ण हल अगाडि छन् अरू चाहिँ हामी यता जाँदैछौँ चारजना मिलेर खतरा फर्क है गाडी माथि दाजुभाइ टक्क जाँदैछौँ तिहारको बेलुकी आकाशमा कजिन भाइहरू पनि आइपुग्यो अनि यता केटाहरू पनि आइपुगेको छ ल हाम्रो यात्रा अब जारी छ टक्क यहाँबाट निस्किन लागेको छौँ ल गाइज हामी चाहिँ टक्क निस्क्यौँ अब कट्यो देउसी भएर हुँदैछ पुरै घर चन्दी चन्दी साथमा यहाँ के हुँदैछ टक्क लङ्गरी जुत्ता हुँदैछ निस्किँदैछौँ बाटो रेलवे धोका दिन्छ कुनै बेला ढुङ्गा र मुढा छ धारा आइपुग्यो थाली खाएको ठाउँ कहाँ भन्छ हामीले थाली खाएको ठाउँ कता हो अगाडि हो जाँदैछौँ गाई जाँदैछौँ केटाहरू पुरै आइरहेको भित्र छिर्यौँ यहाँबाट भित्र झन् बवाल रहेछ भाइ माथि कफनको गुम्बामा जाने जाने केटाहरू अगाडि छन् यताबाट हो अलिक कन्फ्युज भयो केटाहरू यो हो कि परैबाट छिर्ने हो यतैबाट हो न त यतैबाट हो केटा
राजपुर राईको वर्कसप हो यो चाहिँ होइन टक्क हामी जानेछौँ यहाँबाट माथि के ठाउँ हो यो के हुँदैछ टक्क जानेछौँ केटाहरू टक्क मिलेर केटाहरूको आगमन भइसकेको छ केटाहरू पनि चाहिँ ल टक्क हामी चाहिँ पुरै काठमाडौँ भ्यालीदेखि ठाउँसम्म आइपुग्यौँ ल हामी चाहिँ ठ्याक्कै माथि डाँडामा आइपुगेका छौँ देख्न सक्नुहुन्छ भाइ यता हालिदियो भाइ चरण भाइ उता हालिदिउँ बाइक के राख्ने सँगै अलिक फटा मान्छे हो यो चाहिँ एउटा चाहिँ पड्किन्छ पड्का एउटा चाहिँ पड्किन्छ लाइटर छ आम्मा यत्रो लिएर हिँडेको भने तिर चलाएर मिलाइदेऊ न लाइटर छैन लाइटर त सबै लाइटर त्यो चुडा खान जस्तो लाग्यो होइन त्यो पटेको उ गर्नुहोस् यो लाइटर खान जस्तो लाग्यो भाइ ल निस्किम ल होइन तलै हो तलै बाबा भाइ 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 खुट्टी नगर्नु मुजी ल हामी टक्क अब निस्किन लागेको शरण भाइ आयुष भाइ ल गाइज हामी यहाँबाट निस्क्यौँ होइन टक्क यो डाँडो पनि हेऱ्यो स्लोमा सँग जाने भन्ने कुरा छ ल आऊ केटाहरू ल हामी जाँदैछौँ जम्बू हाउस जाँदैछौँ ए जम्बू हाइट जम्बू डाँडा त्यही भ्लगरको अहिले भर्खर देखाएको होइन मैले त्यत्रो यो बाटो त होइन अर्को बाटो बडो रमाइलो हुँदैछ घुम्नु पर्ने हो यहाँ कता हो र कता जाने हो यताबाट थाहा छैन कता थाहा छ टक्क केटाहरू बाटो चेन्ज गरेर हामी जाँदैछौँ
बबाल 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 सही रहेछ है त ल सही रहेछ है सही रहेछ ल Alright guys ल दामी है दामी 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 टक्क टिसका खालको डारो Alright जाँदैछौँ ठक्क उँधो जानुपर्ने भयो होइन गाइज हामी रण पुतली हुँदै जाँदैछौँ जाँदैछौँ गाइज खरो उडिराखेका छौँ त्यसको लागि के भएर त्यस्तो केटाहरू पुरै बाइक पड्काउँदै हिँडिरहन् ट्राफिक आयो भने चाहिँ मार्छ हामीलाई आज जाँदैछौँ बिस्तारी बिस्तारी नाचिहाल्ने हेर्दै भन्दा जाँदैछौँ गाइस कहाँ गयो त्यो त हेरिहाल्ने क्या रोकेर नाचिहाल्ने केटो रोमन देख्नु नहुने भयो स्मार्ट महलमा रोयल प्यालेस रोयल दरबार हो क्या त होइले हाल्ने चाहिँ कहाँ थाहा छैन नाचिहाल्ने क्या उता ल अलिकति माथि हामी यहाँ जानु लागेको छौँ जाँदैछौँ गाई जाँदैछौँ रफ्तारमा
डाँडा भनेको त्यसले हामी तपाईँलाई डाँडा देखाउँछ गाइस यो डाँडाबाट हेर्दाखेरि चाहिँ फेरि अचम्मै कुरा देखिन्छ तपाईँ डाँडाबाट हेर्दाखेरि चाहिँ फेरि डाँडै देखिन्छ गाई छेड त्यस्तो खालको ठाउँ नि हाम्रो केटाहरू अवतरण भइसकेका छन् यो चाहिँ यस्तो छ म चाहिँ यहाँ गोप्रोले खिच्दा खिच्दा असिन पसिन भएँ आँसु आएर बबाल छ ठाउँ अनि यो त के बाइक पछाडि गएर बसौँ बाइक त भचपक्कै छेकिन्छ यो त लपक्क छेकिगयो नि यो त होइन एउटा यो पनि ल गाइज हामी अब यो हेलमु डाँडाबाट लाग्यौँ हेलमु के हो यो हेलमु डाँडाबाट टक्क हामी जाँदैछौँ कता गएछ नि केटाहरू कता गए पत्ता पाइएन ल केटाहरू चाहिँ टक्क यतै यहाँ चिया पानी खानेकुरा छ बिस्तारै है बिस्तारै है अनि कस्तो भयो आजको कार्यक्रम आज यस्तो त हुने जिन्दगीमा के तर लन्डन भन्दै अब सब्सक्राइब गर्नु पऱ्यो लाइक बढाउनु पऱ्यो है गाइज लाइक सब्सक्राइब टक्क ठोकौँ तपाईँहरूलाई लभ यु भन्छौँ हामी लभ यु है खान्छौँ हामी छिरिसकेका छौँ के खाने चिया चिया के खाने चिया खायो नि खाऊ ल टक्क हामी यहाँ चिया चिया खान्छौँ अब गाई यस्तै छ त्यस्तै हो र कुर्की हावा बफ्ला हावा हिँडेको भिडियो बनाउने हो कि सो गाई जल चाहिँ हामी हिँड्न लागेका छौँ यहाँबाट अब हामी लगभग छुट्टिन्छौँ नै होला होइन बिस्तारै बिस्तारै छुट्टिनु पनि होला एकदमै के भन्छ अरे यो के भन्छ अरे लौके झर्ना हो कि कहाँ झर्ना चाहिँ झर्नै हो तर हाम्रो जाने प्लान हुँदैछ ल गाइज हामी यो जम्बू डाँडाबाट हामी चाहिँ मैती देवीको टक्क यो बाटो भएर हिँड्दैछौँ यस्तो बबाल छ यति बबाल गाइज हामी चाहिँ अहिले यो ठक्कै रुम अगाडि आइसकेका छौँ यो ठाउँ यता चाहिँ मेरो रुम जाने बाटो हो
अनि अहिले चाहिँ हामी रुम आइसकेको म चाहिँ रुम आइसकेको छु अब सबैजना साथीहरू पनि गइसक्यो त्यही भएर चाहिँ हो सो गाइस म चाहिँ अहिले रुम अगाडि आइसकेको छु सबैजना अहिले चाहिँ रुमबाट घुमेर छुटिसकेका छौँ अनि आजको भिडियो चाहिँ यहीसम्ममा अन्त्य गर्छु है सबैले मलाई सब्सक्राइब गरिदिनु होला